नमस्कार, माइक्रा सर। कागचेष्टावको ध्यानं श्वाननिन्द्रा तथैव च अल्पाहारी गृहे त्यागे विद्यार्थी पञ्चलक्षणम्। विद्यार्थीका 5 लक्षण। ती लक्षणहरू हुन् काग भनेको कौवा, कौवाको जस्तो चलाक, चेष्टा चलाक हुनुपर्छ। श्वान निन्द्रा भनेको कुकुरको जस्तो निन्द्रा, ट्याप्प उठिहाल्ने, बिउजिहाल्ने र आफ्नो एक्टिभिटिज देखाइहाल्ने। श्वान निन्द्रा तथैव च, कुकुरको जस्तो निन्द्रा, छोटो निन्द्रा, ताकि आफ्नो लगनशीलताप्रति आफ्नो मस्तिष्क समर्पण हो। श्वान निन्द्रा तथैव च। अल्पाहारी भनेको, अल्प भनेको आधा, हारी भनेको खाने, आधा खाने। अल्पाहारी आधा पेट खाने वा ठिक्कको खाने। धेरै खाए मल, थोरै खायो भने बल। नेपाली उखान पनि छ, थोरै खाए बल, धेरै खाए मल। त्यसकारण अल्पाहारी भनेको आधा पेट खाने वा ठिक्कको खाने। धेरै खायो निन्द्रा लाग्छ, अल्छी बनाउँछ, आलस्यता देख्छ। अल्पाहारी गृह त्यागी, घर भाषारा सब आफन्त त्याग्ने, ज्ञान लिनका लागि, केही समयका लागि। अल्पाहारी गृह त्यागी विद्यार्थी पञ्चलक्षण। विद्यार्थीका यी 5 वटा लक्षण। 1. कुकुरको जस्तो निन्द्रा। 2. बकुल्लाको जस्तो ध्यान। बको ध्यानम भनेको बकुल्ला, बकुल्ला एक ठाउँमा के हुन्छ, ध्यान गरिरहन्छ, बसिरहन्छ। किन? उसले आफ्नो चारो कतिखेर आउँछ भनेर ध्यान गरिरहेको हुन्छ। काको चेष्टा बको ध्यानम, बकुल्लाको जस्तो ध्यान। श्वान निन्द्रा तथैव च, कुकुरको जस्तो निन्द्रा, आधा पेट वा थोरै खाने, घर त्याग्ने। 1. कागको जस्तो चलाक, कुकुरको जस्तो निन्द्रा, बकुल्लाको जस्तो ध्यान। 3टा भयो। 4थोमा अल्पाहारी, थोरै खाने, आधा खाने, कम खाने, ठिक्क खाने। र 5औँमा भयो गृह त्यागी, घर त्यागी। यो 5 वटा कार्यबाट विद्यार्थीका लक्षण 5 वटा देखा पर्छन् र ऊ गन्तव्यमा पुग्न सक्छ, लक्ष्य प्राप्त गर्न सक्छ। आदरणीय श्रोताबिन र सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरू, अध्ययनशील व्यक्तित्वज्यूहरू, सिकारुहरू, यी 5 वटा लक्षणलाई यहाँले ग्रहण गर्नुभयो भने यहाँ लक्ष्यमा पुग्न सक्नुहुन्छ। यहाँको सफलता हुन्छ, यहाँको जीवन गुणस्तरीय बन्छ। धन्यवाद, नमस्कार।